मानव शरीर जस्तै एउटा आदर्श भवन अथवा आवासमा पनि पञ्चभूतहरूको सन्तुलन हुनु जरुरी छ। यही अवधारणामा वास्तुशास्त्र आधारित छ। यिनै पञ्चभूतहरूमध्ये पहिलो तत्त्व हो भूमि तत्त्व अथवा पृथ्वी तत्त्व। यसले घरको जग, स्थिरता र भुइँले पृथ्वी तत्त्वको प्रतिनिधित्व गर्दछ। यसले सुरक्षा र स्थायित्वको भावना दिन्छ। दोस्रोमा छ जल तत्त्व। घरमा पानीको स्रोत, बग्ने दिशा र स्वच्छताले जल तत्त्वलाई दर्शाउँछ। यसले जीवनमा प्रवाह, समृद्धि र भावनाको सन्तुलन राख्न कायम गर्दछ। त्यस्तै अर्को छ अग्नि तत्त्व। किचनमा, भान्सामा आगो तथा बिजुलीका सामग्रीहरू तथा उपकरणहरू र प्रकाश आदिले अग्नि तत्त्वको प्रतिनिधित्व गर्दछ। यसले ऊर्जा, स्वास्थ्य र रूपान्तरणलाई जनाउँदछ। अर्को चौथो तत्त्व हो वायु तत्त्व। यो भिडियो पुरा हेर्नको लागि युट्युबको लिङ्क तल डिस्क्रिप्सनमा दिएको छ। त्यहाँ गएर हजुरहरूले यो भिडियो पुरा हेर्न सक्नुहुनेछ। यदि तपाईलाई यो भिडियो रोचक, जानकारीमूलक तथा उपयोगी छ भन्ने लाग्छ भने हाम्रो प्रोफाइल, फेसबुक पेज तथा युट्युब च्यानल आदिमा गई लाइक, फलो, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। आगामी संस्करणमा पञ्चतत्त्व र यसका दिशा अनुसार कसरी यसलाई सन्तुलन गर्दै जाने भन्ने विषयमा पनि हामी भिडियो बनाउनेछौँ।